सो वेलकम बैक टु द अनदर भिडियो। आज हामी यो भिडियोमा काठमाडौँ महानगर स्कलरसिप प्रिपरेसन सिरिजमै पपुलेसन ग्रोथ एन्ड डिप्रिसिएसनको बारेमा पढ्छौँ है त। यो भिडियोमा हामीहरूले पास्ट इयर क्वेसनहरू पनि डिस्कस गर्छौँ र त्यसको साथसाथै 25 वटा जति मोस्ट इम्पोर्टेन्ट क्वेसनहरू प्र्याक्टिस गर्छौँ है त। ल त भिडियोलाई लास्टसम्म हेर्छौ भने तिमीहरूलाई एकदम धेरै हेल्प हुनेछ। यसमा हामीले कसरी छिटो क्याल्कुलेसन गर्न सकिन्छ ट्रिक्सहरू पनि सिक्छौँ है त, किनकि काठमाडौँ महानगर स्कलरसिपमा क्याल्कुलेटर अलाउ हुँदैन। सो तिमीहरूले म्यानुअली क्याल्कुलेसन गरेर एन्सर निकाल्नु पर्ने हुन्छ अनि टाइम पनि कम हुन्छ। सो कम टाइममा क्याल्कुलेसन छिटो कसरी गर्ने त्योहरू पनि सिक्छौँ है त। ल त भिडियोलाई स्टार्ट गर्छौँ अब हामी। ल यसको की कन्सेप्ट्सहरू त तिमीहरूलाई थाहा नै छ। सो यसको की कन्सेप्ट्सहरू के छ भन्दाखेरि इनिशियल पपुलेसन, टाइम, ग्रोथ रेट, डिप्रिसिएसन रेट, टी टाइम पछिको पपुलेसन आफ्टर टी इयर्स, इन माइग्रेसन भनेको कति भित्र आयो, आउट माइग्रेसन भनेको कति बाहिर गयो है त। यो त सजिलो छ, टर्म्सहरू तिमीहरूले बुझ्न सक्छौ। अब यसमा युज हुने फर्मुला भनेको हाम्रो यो हो। इनिशियल पपुलेसनलाई 1+r/100 को पावर टी ले मल्टिप्लाई गर्छौ भने त्यसले हामीलाई के दिन्छ, टी टाइम पछिको पपुलेसन कति हुन्छ भनेर दिन्छ। अनि हामीहरूले यो माइनस वाला फर्मुला युज गर्छौ भने यो हाम्रो कति दिन्छ, कति पपुलेसन इन्क्रिज भयो त्यो दिन्छ। ल सेम इन्ट्रेस्ट जस्तै फर्मुला छ, केही पनि गाह्रो छैन। अनि त्यसो भए अर्को हेर, यहाँ मल्टिप्लायर भनेको यो, यसमा यो जुन छ नि यो पार्ट, यो भनेको हाम्रो के हो, मल्टिप्लायर। क्वेसनमा मल्टिप्लायर भनेर सोध्यो भने त्यो पनि तिमीहरूले बुझ्नु पर्यो। ल अब अगाडि बढौँ। द इन्क्रिज इन पपुलेसन आफ्टर टी इयर वेन ग्रोथ रेट इज r% पर इयर। सो अब इन्क्रिज इन पपुलेसन भन्यो, सो -1 वाला फर्मुला युज हुन्छ अनि ग्रोथ रेट पनि दियो। सो अप्सन नम्बर ए करेक्ट हुने भयो। क्वेसन नम्बर 2 हेर, इफ द पपुलेसन ग्रोथ रेट इज 0%, पपुलेसन ग्रोथ रेट 0% छ भनेपछि टी टाइम पछि पपुलेसन कति हुन्छ त, 0 हुन्छ? हुँदैन नि, यो पपुलेसन त पी नै रहन्छ, इन्क्रिज भएन पपुलेसन, तर इनिसियल पपुलेसन त रहन्छ नि हैन। ल सिम्पल छ। आर भनेको 0 भयो, यसमा आर भनेको 0 भयो भने यो टोटल टर्म 1 हुने भयो अनि पपुलेसन टी टाइम पछि इनिसियल पपुलेसन नै हुने भयो। ल अब नेट पपुलेसन निकाल्नु छ भने कसरी निकाल्ने, हेर त यो हाम्रो सिटी छ, यसमा कति माइग्रेसन भयो, इन माइग्रेसन त्यो भनेको बर्थ कति भयो प्लस बाहिरबाट मान्छेहरू कति आए। त्यस्तै अब यो सिटीबाट बाहिर जानेहरू पनि मान्छे हुन्छन् हैन, अनि डेथ भएको कति भयो त्यो सबैले नेट गर्ने हो भने, लिएर नेट गर्ने हो भने यो त हाम्रो भयो पपुलेसन इन्क्रिज, यो भयो हाम्रो कति सिटीमा आयो र यो हाम्रो कति सिटीबाट बाहिर गयो। ल अब नेट माइग्रेसन भनेको इमिग्रेन्ट माइनस यो आई वाला इमिग्रेन्ट भनेको भित्र आउनु, ई वाला इमिग्रेन्ट भनेको चाहिँ हाम्रो बाहिर जानु। सो नेट माइग्रेसन भनेको यो भयो। सो यहाँ फर्मुला बेस नै छ। सो हाम्रो अप्सन नम्बर के हुने भयो करेक्ट, अप्सन नम्बर बी ए हुने भयो करेक्ट। अब यसमा पनि हामीलाई इमिग्रेन्टको भ्यालु दियो, नेट सोधिरहेछ। सो 500 - 200 गर्नु पर्यो, 300 आउँछ। सो अप्सन नम्बर बी करेक्ट हुने भयो। ल त्यस्तै अब सक्सेसिभ इयरमा डिफ्रेन्ट रेट छ भने के गर्ने त, लिएर त यो फर्स्ट इयरबाट सेकेन्ड इयरमा R1 रेट छ, सेकेन्ड इयरबाट R2 रेट छ अनि थर्ड इयरबाट R3 रेट छ भने यस्तो केसमा पपुलेसन टी टाइम पछि कसरी निकाल्ने, सिम्पल जसरी हामीले कम्पाउन्ड इन्ट्रेस्टमा निकालेको थियौँ सेम त्यस्तै गर्ने। ल त्यसो भए यसमा हामीले के भन्यो त, 2 वर्षको लागि हाम्रो 1 वर्षको लागि 10% छ, अर्को वर्षको लागि 20% छ भनेपछि नेट मल्टिप्लायर कति हुन्छ त भनेर सोध्यो। सो हामीले के थाहा छ, पीटी भनेको p × 1+r1/100 × 1+r2/100 यो हामीले थाहा छ। ल भनेपछि यो हामीले थाहा छ भने सो यहाँ तिमीहरूले के गर्नु पर्यो, 1+r1 भनेको 100 छ, सो 10 छ, सो 10/100, 1+20/100 हुने भयो। सो यसलाई तिमीहरूले मल्टिप्लाई गर्छौ भने 1.1 × 1.2 आउने भयो। सो यसलाई अब तिमीहरूले मल्टिप्लाई गर्नु पर्यो। सो क्याल्कुलेटर तिमीहरूले एलाउ हुँदैन। सो सिम्पल यसरी क्याल्कुलेसन गर्ने हो, 2 1
अनि 2 र 1 डेसिमल दुईटा छ डेसिमल पछाडिको नम्बर कति छ दुईटा सो यहाँ दुईटा नम्बर पछि हामीले डेसिमल राख्नु पर्ने हुन्छ सो 1.32 अप्सन नम्बर ए करेक्ट हुने भयो यसरी तिमीहरूले छिटो छिटो क्याल्कुलेसन गर्नु पर्यो ल अर्को क्वेसन हेर population of the city increased by 20% in first year and 25% in second year find overall increase in percentage हो ल यो हल्का राम्रो क्वेसन आयो ल हेर त ल अब डिप्रिसिएसन भनेको के हो त डिप्रिसिएसन भनेको ठ्याक्कै अब भ्यालु घट्नु जस्तै तिमीहरूले बाइक किन्छौ अनि 1 सालपछि त्यही बाइकले तिमीले बेच्छौ भने तिमीले किनेको प्राइस पाउँछौ त पाउँदैनौ नि हो त्यो भनेको डिप्रिसिएसन हो भ्यालु घट्नु सो अघि हामीले प्लस युज गरिरहेको थियौँ भने अब हामीले माइनस युज गर्छौँ सेम त्यही प्रोसेस हो which represents the depreciation of x at y% for z years x को लागि डिप्रिसिएसन y% रेटमा z को t टाइम को ठाउँमा z राख्नु पर्यो सो x into 1 minus y by 100 को पावर z आई थिंक अप्सन नम्बर बी करेक्ट छ ल त्यस्तै अब मसिनको कोस्ट कति छ र 1 लाख इट डिप्रिसिएटेड बाई 10% पर इयर फाइन्ड द टोटल डिप्रिसिएसन अमाउन्ट आफ्टर 2 इयर्स ल 2 साल पछि डिप्रिसिएसन अमाउन्ट निकाल्नु पर्यो सो 1 लाख छ 1 लाख इन्टु 1 प्लस रेट चाहिँ प्लस हुँदैन यसमा है झुकिने हैन डिप्रिसिएसनमा माइनस हुन्छ सो 100 बाई यतिको पावर कति गर्नु पर्यो 2 गर्नु पर्यो ल भनेपछि यसलाई तिमीहरूले क्याल्कुलेसन गर्छौ भन्ने कति आउँछ टोटल डिप्रिसिएसन अमाउन्ट निकाल्नु छ अमाउन्ट निकाल्नु छ सो हामीले डिप्रिसिएसन भइसकेपछिको भ्यालु यहाँबाट निकाल्छौँ अथवा तिमीहरूले यहाँ यो -1 वाला फर्मुला युज गर्दै हुनु ल यहाँ -1 वाला फर्मुला युज गर्दै हुनु भने डाइरेक्ट डिप्रिसिएसन अमाउन्ट आउँछ ल हामी युज गरौँ यसलाई तिमीहरूले गर्छौ भने कति आउँछ यो 0.9 को स्क्वायर भनेपछि 0.81 माइनस 0.19 आउँछ 0.19 आउँछ अब यसले तिमीहरूले मल्टिप्लिकेसन गर्छ भने अप्सन नम्बर मैले ए देखिरहेको छु आइहाल्छ है अमाउन्टमा -1 गर्ने डिप्रिसिएसन अमाउन्टको लागि कति घट्यो त एक्चुअलमा कति घट्यो घटेर कति पुग्यो हैन घटेर कति पुग्यो भने यो युज गर्ने कति अमाउन्ट घट्यो भनेर भन्यो भने यो फर्मुला युज गर्ने सिम्पल छ है त ल अगाडि बढौं अब कति टाइम पछि त्यसको भ्यालु डबल हुन्छ हैन त्यस्तो टाइपको क्वेशन आयो भने ल हेर त डबल टाइम डबल हुनको लागि अप्रोक्सिमेटली तिम्रो 70 बाइ रेट हुन्छ है यो तिमीहरूले याद गर्न सक्छौ अथवा सिम्पल क्याल्कुलेसन गरेर पनि निकाल्न सक्छौ ल हेर अब पास्ट इयर क्वेशनमा के सोधेको थियो भन्दाखेरि इफ द पपुलेसन अफ अ भिलेज बिकम 9 टाइम्स इन 2 इयर्स 2 वर्षमा 9 टाइम्स भइरहेछ भने पपुलेसन ग्रोथ रेट निकाल्नु पर्यो ल 9 टाइम्स p भइरहेछ हैन पीनट भन मैले ल पीनट 1 प्लस r बाइ 100 को पावर t सो अब यो p क्यान्सल हुनुभयो 9 भनेको हाम्रो 1 प्लस r बाइ 100 को पावर 2 सालमा भइरहेछ हैन r को भ्यालु 2 राख्नु पर्यो अब यसमध्ये कुन चाहिँ भ्यालु राख्छौ भने तिम्रो 9 आइदिन्छ त सो यहाँ भित्रको भ्यालु हाम्रो 3 हुनु पर्यो यो भित्रको भ्यालु 3 हुनु पर्यो सो अब यो भित्रको भ्यालुमा त 3 1 पहिले देखि छ सो यो भनेको यो भ्यालु हाम्रो कति आउनु पर्यो 2 आउनु पर्यो तल 100 छ सो r को भ्यालु कति हुनु पर्यो 200 हुनु पर्यो सिम्पल क्याल्कुलेसन छ अप्सन नम्बर बी हुने भयो हो यसरी तिमीहरूले अप्सनबाट जाने कि अप्सनबाट जाने ल त्यस्तै इन हाउ मेनी इयर विल अर्को क्वेशन छ इन हाउ मेनी इयर्स विल अ पपुलेसन डबल इफ द ग्रोथ रेट इज 5% अब कति टाइम पछि डबल हुन्छ त यहाँ मैले के भनेछु 70 अपन r गर्ने डबल हुनको लागि 70/5 गर्छौ भने कति आउँछ 1 point त हुँदैन लिएर 1 अनि यो 2 भनेको 14 इयर्स सो अप्सन नम्बर बी करेक्ट हुने भयो सरी अप्सन नम्बर सी करेक्ट हुने भयो
ल यसरी यो मैले ट्रिक तिमीहरूले सिकाएँ। ल अब अर्को क्वेसनहरू पनि छ, ल तिमीहरूले प्र्याक्टिस गर त। द प्राइस अफ गुड इज 30,000, वाट विल बी द कोस्ट अफ गुड आफ्टर 3 years एट 10% एनुअल डिप्रिसिएसन रेट। अब एमाउन्ट सोध्यो, सो अमाउन्ट सोध्यो भने तिमीहरूले के गर्ने, 30,000 इन्टु 1 हेर डिप्रिसिएसनमा माइनस गर्ने, जहिले म प्लस लेखिरहेको छु यसमा झुक्किन्छ, 1 माइनस 10/100 को पावर क्युब गर्ने। सो यसलाई तिमीहरूले क्यालकुलेसन गर, एन्सर कति आउँछ त्यो मलाई कमेन्ट बक्समा कमेन्ट गर। ल 2082 मा सोधिएको पास्ट इयर क्वेसन हो है। सो यसलाई तिमीहरूले गर्छौ भने म यहाँ भनिदिरहेको छु कति आउँछ, तिमीहरूले एन्सर चेक गर्नको लागि म क्यालकुलेसन गरेर भनिदिन्छु। 21,870 आउँछ है, अप्सन नम्बर सी करेक्ट हुन्छ यसको। त्यस्तै 2081 मा सोधेको थियो, इफ द cost depreciates at 2% per annum and the motorcycle costs are यति, find the price after 3 years। सो 3 साल पछिको लागि यसको प्राइस कति हुन्छ भनेर भन्यो। सो 1 माइनस 20/100 को पावर 3 गर। यसलाई पनि तिमीहरूले क्यालकुलेसन गर। यसलाई पनि तिमीहरूले क्यालकुलेसन गर्छौ भने कति आउँछ, 20/100 को पावर क्युब 89,600 आउँछ है। ल अब यो क्यालकुलेसन गर्न हल्का टाइम लाग्छ। सो यस्तो क्वेसन तिमीहरूले क्वेसन पेपर, मोडल क्वेसन पेपर जुन हुन्छ नि एक्जाममा, त्यो सबै गरिसकेपछि यस्तो बढी क्वेसन सोध्दैन, 3 देखि 4 वटा क्वेसन सोध्छ यसो क्यालकुलेसन गर्ने टाइपको। सो त्यसलाई तिमीहरूले पछि गर है त। ल त्यस्तै अब अर्को पनि पास्ट इयर क्वेसन हेर। Present price of a machine is 8 lakh, depreciates 10% in first year, 8% in second year and 5% in third year। सो अब 3 साल पछि कति प्राइस हुन्छ भनेर सोध्यो। सो ल 8 लाख इन्टु के गर्नु पर्यो, 1 + 10/100 गर्नु पर्यो, इन्टु 1 + 8/100 गर्नु पर्यो, इन्टु 1 + 5/100 गर्नु पर्यो। सो अब यो क्यालकुलेसन तिमीहरूले आफै गर्न पर्छ है त। इन्टु 1.1 इन्टु 1.08 इन्टु 1.05। सो अब एउटा क्यालकुलेसन यो दुईटालाई मल्टिप्लाई गर, फेरि यहाँबाट जुन भ्यालु आउँछ फेरि यो त्यसले मल्टिप्लाई गर अनि यसले मल्टिप्लाई गर। यसरी मल्टिप्लाई गर्छौ भने तिम्रो अप्सन नम्बर सी आउँछ है। मैले गरिनँ, तिमीहरूले आफै गर। ल अब पपुलेसन इन्क्रिज फ्रम 4,000 टु 4,400 इन 1 year, वाट इज द ग्रोथ रेट। सो 400 बढिरहेछ, आई थिङ्क 10% हुन्छ, तिमीहरूले चेक गर्न सक्छौ यो। ल ओके। इफ द पपुलेसन इन्क्रिजेस 5% इयरली, मल्टिप्लायर बिकम्स, अब 5% ले इन्क्रिज भएछ, मल्टिप्लायर चाहियो भने 1 + 5/100 हुन्छ। 1 वर्षको लागि छ होइन, भनेकै छैन। सो यहाँबाट तिम्रो के आयो, 1.05 आयो। सो अप्सन नम्बर ए हुने भयो। त्यस्तै इफ द ग्रोथ रेट इज नेगेटिभ, अब ग्रोथ रेट नेगेटिभ छ है, ग्रोथ रेट नेगेटिभ छ, पपुलेसन ग्रोथ इन्क्रिज नभएर डिक्रिज भइरहेछ। सो पपुलेसन के हुन्छ, डिक्रिज हुन्छ। त्यस्तै अब अर्को क्वेसन छ, भ्यालु अफ अ मसिन इज 4,40,000, इट डिप्रिसिएटेड बाई 20% पर इयर, वाट विल बी इट्स प्राइस आफ्टर 2 years। सो अब 2 साल पछि यसको प्राइस कति हुन्छ भनेर निकाल्नको लागि भन्यो। सो सिम्पली तिमीहरूले यसरी बुझ कि 10% भएको भए 10% भएको भए यसको 10% कति आउँथ्यो, 64,000 आउँथ्यो। अब 2 ले मल्टिप्लाई गरेर यसको कति आउँछ त, 1,28,000 आउँछ 1 सालमा डिप्रिसिएसन हैन। अब तिमीहरूले यसरी दिमाग लगाउनु पर्यो। सो यो पनि झ्याउनै छ। सो यसलाई तिमीहरूले फर्मुलै भएर जानु पर्यो। सो 6,40,000 इन्टु 1 माइनस 20/100 को पावर कति गर्नु पर्यो, 2 गर्नु पर्यो। ल यहाँबाट तिमीहरूले यसलाई क्यालकुलेसन गर्दाखेरि 0.8 को स्क्वायर आउँछ। यो भनेको तिम्रो कति हुन्छ त, 0.8 को स्क्वायर भनेको 0.64। अब यो 0.64 लाई तिमीहरूले मल्टिप्लिकेसन गर्न पर्यो। सो यसलाई तिमीहरूले कसरी गर्न सक्छौ भन्दाखेरि यसको 100 ले यसमा मल्टिप्लाई गर्देऊ अनि तिमीहरूले मल्टिप्लिकेसन गर, कति आउँछ तिमीहरूले कमेन्ट बक्समा कमेन्ट गर। ल मैले तिमीहरूलाई यसले क्यालकुलेसन गरेर हेराइदिन्छु। अप्सन नम्बर ए करेक्ट हुन्छ है यसको, चेक गर है त तिमीहरूले।
प्र्याक्टिस गर है। यो सिम्पल 6-7 मा जसरी गर्छौ त्यसरी नै गर्नुपर्छ तिमीहरूले। ल द पपुलेसन अफ अ टाउन इन्क्रिजेस बाई 10% पर इयर इफ द पपुलेसन इज 20,000 फाइन्ड द पपुलेसन आफ्टर 2 इयर्स। यसमा पनि फर्मुला लगाउने एन्सर निकाल्ने। ल त्यस्तै भ्यालु अफ अ बाइक डिक्रिजेस फ्रम 50,000 टु 45,000 इन 1 इयर फाइन्ड द रेट अफ डिप्रिसिएसन। सो 45,000 बाट 5,000 पुग्यो भनेपछि रेट अफ डिप्रिसिएसन कति हुन्छ, कतिले घट्यो होला। ल 50,000 बाट 45,000 पुग्यो भनेपछि 10% ले घट्यो नि हैन। सो अप्सन नम्बर सी। यसरी तिमीहरूले ट्रिक लगाएर बनाउन सक्छौ। ल अब अर्को हेर। द पपुलेसन अफ अ टाउन इज 10,000 इन्क्रिजेस बाई 10% पर इयर फाइन्ड द टोटल इन्क्रिज इन पपुलेसन आफ्टर 2 इयर्स। सो अब यो 10,000 को 10% इन्क्रिज भयो भने दोस्रो वर्षमा हाम्रो कति हुने भयो त? 10,000 को 10% भनेको 1,000 अनि टोटल हाम्रो 1 वर्षपछि पपुलेसन कति हुन्छ त? 11,000 पपुलेसन हुन्छ। अब यसको पनि तिमीहरूले के गर्नु पर्यो? 10% इन्क्रिज गर्नु पर्यो। सो यसको पनि तिमीहरूले 10% इन्क्रिज गर्छौ भने के आउँछ त? 1,100 आउँछ। यसले तिमीहरूले जोड्देऊ। सो यसले तिमीहरूले जोडिदियौ भने कति आयो त? 2,100 आउँछ है त। यसरी तिमीहरूले दिमाग लगाएर बनाउन सक्छौ है। टोटल इन्क्रिज भनिरहेछ हैन। सो हाम्रो पपुलेसन पुग्छ 1,21,000। सो यो हाम्रो पपुलेसन कति पुग्छ भन्दाखेरि 22,100 पुग्छ। 22,100 पुग्छ अनि सुरुमा 10,000 थियो। यसको डिफरेन्स निकाल्छौ भने 2,100 आउँछ। सो सिम्पल छ, तिमीहरूले गर्न सक्छौ, यो मजाले गर्न सक्छौ। ल अर्को हेर। द मसिन भ्यालु बिकम 81,000 आफ्टर 2 इयर्स एट 10% एनुअल डिप्रिसिएसन। वाट वाज इट्स ओरिजिनल प्राइस? सो अब ओरिजिनल प्राइस निकाल्न पर्यो। ल सो अब ओरिजिनल प्राइस निकाल्नु पर्यो भने घटेको प्राइस दिएको छ, ओरिजिनल निकाल्नु पर्यो भने के गर्ने? जोडिदिने हैन। ल यो 81,000 मा तिमीहरूले 1 + 10/100 को पावर 2 गर्दै जोड्देऊ के। 81,000 मा रेट मल्टिप्लायरले मल्टिप्लाई गर्देऊ भने तिम्रो भ्यालु आइहाल्छ। ल 81,000 इन्टु यो 1.21 को स्क्वायर आउँछ। सो 1.21 यसमा तिमीहरूले मल्टिप्लाई गर। एन्सर तिम्रो कति आउँछ भन्दाखेरि यति आउँछ है। अप्सन नम्बर डी हुने भयो। त्यस्तै अ ल्यापटप डिप्रिसिएटेड बाई 10% इन फर्स्ट इयर, 20% इन सेकेन्ड इयर, वाट विल द डिप्रिसिएसन अफ 10,000। सो 10,000 को डिप्रिसिएसन हामीले निकाल्नु पर्यो। पहिलो वर्ष 10% ले गर्छ, यसको मल्टिप्लायर यो आउँछ। दोस्रो वर्ष 20% ले गर्छ, यसको मल्टिप्लायर यो आउँछ। सो यसले तिमीहरूले अब मल्टिप्लाई गरेर एन्सर निकाल्न सक्छौ मजाले। यसको एन्सर हाम्रो कति आउँछ भन्दाखेरि टोटल डिप्रिसिएसन भनेको छैन। सो टोटल डिप्रिसिएसन भनेको चाहिँ यो भनेको हाम्रो डिप्रिसिएटेड अमाउन्ट यति आउँछ। अब यसबाट यो घटाउनु पर्यो है। सो यहाँबाट तिम्रो कति आउँछ? यसबाट तिम्रो त्यो घटायो भने यसको एन्सर कति आउँछ भन्दाखेरि 3,200 आउँछ। सो यहाँ 3,200 दिएकै छैन। सो यहाँ हाम्रो 3,200 हुनुपर्छ। ल अप्सन नम्बर सी यसले मानौँ। ल अब लास्ट 3टा क्वेसन छ, प्र्याक्टिस गर्दै तिमीहरूले। द भ्यालु इन्क्रिज बाई 20% इन 1 इयर एन्ड डिक्रिज बाई 20% इन नेक्स्ट इयर, वाट इज द नेट चेन्ज? सो नेट चेन्ज निकाल्नको लागि यो नो चेन्ज त हुँदैन है त। नो चेन्ज हुँदैन। सो अब यसमा तिमीहरूलाई नेट चेन्ज निकाल्नु पर्यो। ल हेर, अब अर्को छ हाम्रो द भ्यालु अफ अ मसिन डिक्रिजेज फ्रम 1,00,000 टु 81,000 एट 10% एनुअल डिप्रिसिएसन, फाइन्ड द टाइम। सो अब टाइम निकाल्नु पर्यो। यहाँ हेर त, अब 1,00,000 लाई तिमीहरूले घटायो भने यसको 10,000 घट्छ पहिलो वर्ष। सो 90,000 पुग्छ। अब 90,000 को 10% घटायो भने फेरि 9,000 घटेर 81,000 पुग्छ भनेपछि 2 साल। सो 2 सालको लागि यसरी ट्रिक लगाउनु पर्यो है तिमीहरूले। ल इफ बर्थ रेट इज 4% एन्ड डेथ रेट इज 2%, पपुलेसन
पपुलेसन 5000 छ आफ्टर 1 इयर। अब यसको कति हुन्छ त 16 हेर। डेथ रेट 4% छ, बर्थ रेट 4%, डेथ रेट 2%। सो ल टोटल पपुलेसन 5000 छ। अब यसमा बर्थको निकाल्छौ भने हाम्रो कति पुग्यो? बर्थ निकाल्छौ भने हाम्रो कति पुग्छ भन्दाखेरि 5200 पुग्यो है, 5200 पुग्यो। अब यसको तिम्रो के भइरहेछ त डेथ पनि भइरहेछ। सो डेथ हामीले के गर्नु पर्यो 2% घटाउनु पर्यो। सो यसले तिमीले मल्टिप्लाई गर्छौ भने यसले तिमीले क्याल्कुलेसन गर्छौ भने कति आउँछ 0.98 घटेर यति पुग्यो भनेपछि मर्यो कति त 100 मर्यो। अब यसबाट हामीले के गर्नु पर्यो 100 घटाइदिनु पर्यो है त। 100 घटाइदिनु पर्यो। घटाइदियो भने हाम्रो कति आन्सर आउँछ 5100 आउँछ है त। सो बर्थ भइसकेपछि हुनु पर्थ्यो यति, तर यसमा चाहिँ हाम्रो डेथ पनि भइरहेछ। सो 5000 को 2% निकाल्छौ भने तिम्रो कति आउँछ? अब यसरी गर 5000 को 2% कति हुन्छ? 5000 को 2% 5000 को 2% 100 हुन्छ। अब 100 घटाइदियो यसबाट, मरेको माइनस घटाइदिन्छौ भने तिम्रो नेट पपुलेसन कति हुन्छ त्यो आइहाल्छ। ल सो यसरी मैले पपुलेसन ग्रोथ एन्ड डिप्रिसिएसन पनि सकाएँ। इफ तिमीहरूलाई भिडियो मन पर्यो भने लाइक गर र आफ्नो साथीहरूसँग सेयर गर, र कुनै पनि कन्फ्युजन छ, एन्सर मिलेन अथवा केही डाउट छ भने कमेन्ट गर, म तिमीहरूलाई रिप्लाई गर्न ट्राई गर्छु। ल च्यानललाई सब्स्क्राइब गर है त, ताकि मैले अर्को नयाँ भिडियो हाल्ने बित्तिकै तिमीहरूलाई नोटिफिकेसन आउँछ अनि तिमीहरूले त्यो भिडियोलाई मजाले हेर्न सक्छौ। हस् त, थ्याङ्क यू।